ल हेलो 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 आज हामी मेरो बाबुको पास्नीको लागि सपिङ गर्न जान छौँ है बजार। ए यता छिन् माइजू लाउन माइजू ब्याग बेर्नु तपाईँलाई ब्याग बेर सुहाउँछ जस्तो छ। स्वागत छ मेरो युट्युब च्यानलमा सबैजनालाई। ल हामी गयौँ आज है फेरि बजारतिर एक दिन बसेकै छैनौँ। घुमाएको एउटै कपडामा फेरि कपडा ल्याएको छैन घर रुमबाट। कपडा माग्न लाउने भने त्यो साइज प्लस साइज भइसकेको छ झ्यान कसैका पनि हुन्नन् प्लस साइज भएको झ्यान। त्यही भएर यहाँ एउटै कपडामा हिँडाएको छु। ल अब बजार गइसकेपछि भेटौँला। त्यो झोला ब्यागमा चाहिँ भित्र यो चाहिँ हाम्रो पनौरा बजार बोकेर आउँछु भनेको कस्तो राम्रो मौसममा नै त्यही भएर अहिले हेलो 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 भन्दिनँ हेलो के छ हेलो हेलो मेरो युट्युब च्यानललाई लाइक सेयर सब्सक्राइब कमेन्ट गरिदिनु होला भन्नुहुन्न त्यही गरिदिनु होला आजको मौसम क्या खतरा छ। त्यही भएर फेरि बजार गरेर आउँछु भनेको अटो नआउँदासम्म गरम भनेर गराइहालेँ कि क्या दामी छ ब्याकग्राउन्ड ब्याग पिटपिट देखाउँ है। सुनेर के कुरो गयो भाउजू हो यो रोकिएको नभने हाम्रोमा पनि हुन्छ पछि हाम्रोमा पनि पछि हुन्छ अटो आशा आउनु त रोक्नु त छ कि छैन नि त खाल्छ। ल हामी गयौँ अब अटोमा सहिद गेट हामी यो मान्छेहरूसँग भेट्यौँ। पुगाइदिनु त ल हामी आज घराइको बजारमा घुमिरहेछौँ है त। क्या खतरा सुनेर मौसम आइरहेको क्या आज। मेरो बच्चा र मेरो बच्चाको आन्टीहरू कान्छी प्रोफेसनल भ्लगर हुन्छु क्या हो प्रोफेसनल कहाँ जाने हो पहिला सारी बाबुको मुख यहाँ जता पुग्यो उतै गाडी किन्ने भन्छ यसले त्यही भएर यसको मुख छोपेर हिँडाउने भनेको हामीलाई। उसलाई चाहिँ जति बेला पनि खेलाउन चाहियो अरे बजारमा जे छ नि त्यो चाहियो अरे त्यही भएर त्यसको हो त्यसलाई छोपिदिनु मजाले ओढाउनु त यसको उपाय दौडिनु भयो रक स्टार हेर्नु त्यो टाइट भएछ बेबी हो मेरो बच्चाको
हामी साडी किन्न कपडा किन्न पासको लागि कपडा किन्न आएको त्यसपछि कतै मन पऱ्यो भने पस्ने भनेको यस्तो पसलमा कलाएर कतै देख्यौ त राम्रो साडी हामी साडी सुरीको लागि यतातिर हाँ धान्छन् काम चला हो क्या एक दिनको लागि के किन्ने भनेर सस्तो मस्तोमा काम चलाइदिने गाडी आए पछाडि के गर्दाखेरि हाई हेर्नु क्या राम्रोसँग यताउता यो रोडमा हिँड्नु त आँखा कान ठाडो पारेर हिँड्नुपर्छ कुनवाला ए अँ नि खतरा कोही पनि देखेन नि त्यस्तो नि देख्ने बित्तिकै वाउ होला के हजुर त्यहाँतिर ठुलो पनि नगर तिमी पनि ठुलो नगरिदिएर नसक्ला मोडी मोडी बाबुलाको मोडी न टोपी नापिदिनुहोस् मेन त्यो टोपी खोलिदिनुहोस् कृष्णले गर्नु होला 18 जुत्ता पनि गराइदिनु अरू पर्दैन जुत्ता कतिमा पर्दैन थापन बाजा सबैमा यस्तै कपडा गराउँछन् त्यस्तै कपडा अलि क्रिममा छैन नि क्रिमै हो के गर्ने भने त्यहाँनिर छ त क्रिममा माथि एउटै हुन्छ यिनी टङ्करीमा यो राम देखिन्न बहिनी त्यो त अहिले बनाएर क्रिममा बढी भइगयो कालो कालो यसले उजेले देखाउँछ के नि तल उसमा त कहिले काम गर्दैन मान्छे हुन्छ यहाँ अलिअलि गरेर तान्के त्यो त धेरै खान्छ कि 哎呦我的妈！ बसिरहेको छैन यस्तै रात भाल्लो यो समात Where is my भाउजू के किन्ने जागे पहिले त किन्दै माई भाउजू ओ माई भाउजू ओ माई भाउजू माई भाउजू ओ माई भाउजू के किन्नु भयो सरफ किन्नु भयो जुबाइराको किन्दैन जुबाइराको अब हामीहरू अघि छुट्याएको थियौँ कलर गेम खेल्ने भनेर अर्को यतापट्टिको
ठुलो ठुलो उतापट्टिको ठुलो यतापट्टिको क्या नै उतापट्टिको हो त्यो साइज हेर्नु कति लेखेको छ साइज 42 कत्रो चाहियो एक्सेल चाहियो कति चाहियो हेर्नु भइगयो फाइनल्ली मेरो बेबीको बाँच्नेको लागि सानै भए पनि सस्तै भए पनि सपिङ गरेर भ्याइयो अब अरू के काम गर्छौँ के गर्छु त्यो भिडियो चाहिँ राखिराख्ने छु त्यसको लागि हजुरहरूले मेरो भिडियो हेरिराख्नु होला है त